Hello and namaste, beautiful people and handsome people also. I hope you all guys are fine and म पनि सन्चै छु हैन. नयाँ वर्ष, नयाँ दिन र नयाँ सुरुवात हैन. डाँडाको नाम चाहिँ भस्मे डाँडा हैन. कहाँ पर्छ? अब चाहिँ चिया खानु पर्ने हुन्छ. अनि त्यसपछि सबैलाई भेट्छु म है त. ल है गाइस. मलाई थाहा नै छैन. सबैले पर्वत सुन्छु नि. कहाँ हो? ए माथि हो. हो. भित्र जानु हुँदैन है बाबु. म बेलुका है पहिरो गएर भिड छ. अहिले भात खानु भए भाग्नु 5 बजी जानु पर्ने थियो. अब लागिसकेको अवस्था. भिडियो गर्दै जाने? पैसा कति? ए चल ल त बाइ बाइ. ओ हामी चाहिँ peaceful environment. Haha. भाइ त हिँड्न सक्छस्? ए एकदम नि. बनाइदिउ न. हिँड्दाखेरि हैन यो गाउँतिर हुन्छ नि धेरै हल्ला नगर. बस ल एकछिन सुनौँ न. हाम्रो टिम लिडर हो नि. त्यहाँनिर हैन ठ्याक्क आफ्नो लिमिटमा हिँड्ने सँगसँगै हिँड्ने. काहीँ केही भयो भने यसो मलाई इन्फर्म गरेर बस उचे खुट्टा भात लाग्छ. ल ल ल ल ल तिमीहरू यस्तो जुत्ता लाएर गर्ला चाहिँ के होला सोचिरहेको. ठिक छ. अनि सकेसम्म त्यो उकालो उठ्दाखेरि सबैजना एक एकवटा लट्ठी भेटिन्छ भने लट्ठी टेकौँ है. नभए लाठो बोकौँ. हुन्छ होइन अनि जाने बेला धेरै त्यो धपेडी गरेर नजाने धपेडी गरेर नआउने इजी आउने होइन. विङ्गरहरू फेरि पानी पऱ्यो भने होइन केही पानी पऱ्यो भने हामी आनन्दले बस्नु पहिला अनि मात्र ओर्लिन्छौँ है त. ओके ल ह्याप्पी न्यु इयर भनिदिउँ सबैले. ह्याप्पी न्यू इयर. मनैमा हरेकी बिहारी हरेकी बिहारी सानो माया लगाउने धोको नपुग्दै बरोबर नढाँटी बन सोल्टी बरोबर नढाँटी आखुरीमा तिमीकै तिम्रो माया कहाँ ल Where we are going? Where we are going? Drippy. यसलाई चाहिँ मेन फोकस गर्ने आजको फोटो सेसन चाहिँ लगाइसकेका छौँ गाइस. गौरी के छ कि कस्तो लागिरहेको छ त? हामी अब कहाँ जानु? बिहान बिहान सुत्ने बेला छिटो गएर भने फोन उठाएर 8 तर म 8 बजी तर म 7:30 बजीसम्म उठ्थेँ होइन. भ्लगमा है तेरो गर्लफ्रेन्ड पनि भग्नु. मैले धेरैदेखि 5 घन्टा लाग्छ होला त्यहाँ जानु. 5 घन्टा लाग्छ. चस्मा र कपालको कम्बिनेसन है त्यसको. पुराउन अलि गाह्रो हो नि. बाबु यो कपाल उस्तानलाई त लिनु.
दुईटा पुङ्गेर ल्यायो भने हैन मैले समातेँ पर्यो यति पर्यो नि कता हिँडेको बिजुली बालेर भएर तिमी क्युटी भएर म चाहिँ हेरेको हेरे हामी हेरेको हेरे हाम्रो दुश्मन छ धेरै दामी घरमा दामी छ केटा है अलिक सानो रहेछ केही केही छैन दामी दामी छ है हाइकिङ ट्रायल ठिकै रहेछ होइन त्यहाँबाट माथिबाट ट्याक्क ल है त हामी चाहिँ एडभेन्चर इज ओ यस यस दामी दामी त्यही पर्यो हो गाइस दामी छ है ठाउँ चाहिँ यो हाइकिङ आउनुको लागि बबालै छ आज चाहिँ न्यु इयरको दिन हामी चाहिँ हिँडेको छौँ त्यो डाँडो त्यहाँ माथि पुग्ने होइन हाइकिङ ट्रायल चाहिँ हाम्रो घरदेखि हो होइन अनि त्यो खतरा छ हिँड्दैछौँ केटाहरू अगाडि तल चाहिँ हाम्रो ठ्याक्क खोला छ होइन कर्णालीको तिर हिँड्दैछौँ हामी कर्णाली चाहिँ होइन लडको खोला होइन त्यहाँको दामी छ माइक नभएर चाहिँ हल्का पनि ठिकै छ त्यसै यस हाम्रो चाहिँ ट्याक्क काटेको है ढुङ्गा अनि त्यहाँबाट चाहिँ लाग्दैछ म अगाडि यहाँबाट झऱ्यो भने चाहिँ सिधै लडको खोलामा गाइज होइन यो बथरी पुग्छ यहाँको पानी होइन अनि त्यसपछि लडको अड्यो गाइज वाउ प्लस लडको भने यो बस सोर चाहिँ कहाँ हो ग्राउन्ड चाहिँ माथिसम्म छ त्यो अस्ति हामी त आएको थियौँ नि नाइस यो ल यार तर यो फल्या रहेछ नि केटा मास फलाएको रहेछ है गाइस आरु नासपाती होइन यो हुर कपिराइट चाहिँ नहाल्नुहोस् गाइस ल चत्यो सेलमा भाका अघि लाउने गाउने हो चाङबा लाउने हो मेरो त घर
मेरो थापा पिराती स्याउ स्याउ लोमा के हेऱ्यो त यार यता उहाँबाट ढोकै थिएन के हो हो र नत्र त्यहाँनिर डेन्जर हाँस यार यस्तो यार डेन्जर छ है आज चाहिँ ह्याप्पी न्यु इयर सबैलाई अनि म चाहिँ के अब आज चाहिँ दिनको पहिलो 2081लाई चाहिँ बाई बाई भन्दै अनि 2082मा चाहिँ हामी प्रवेश गरिसकेका छौँ प्रवेश गरेको त्यस्तै भइसक्यो 9 घन्टा जति हजुर सम्भव है गाइज पुरै एडभेन्चरको पुरै कमी छैन है डेन्जर एडभेन्चर है गाइज यहाँबाट चिप्ल्यो भने चाहिँ सिधै तल हो होइन यो कम्तीमा पनि छ होला 500 मिटर अग्लो होइन 500 मिटरबाट छ होला मान्छे त खुलित भइहाल्छ त्यसैले हामी पुरै आनन्दले चिलमा हिँड्दैछौँ 4 जना हामी अलिकति पछाडि पऱ्यौँ होइन अरू 6 जना जति अगाडि छन् होइन गाइस हामी चाहिँ अलिकति वाइल्ड छ त्यहाँ माथिबाट आयो माथि पनि छ त्यो यस्तो आउँदाखेरि छ नि हामी यहाँनिर भयो भने के होला मैले त स्टार्ट गर्नै बिर्सेँ त्यहाँ त्यो जग्गा पनि हाम्रो हो नि त घरै छैन ए त्यो लाटो जस्तो होइन तर भन्न चाहिँ नहुने अब छिमेकी बिच के हुन्छ तँलाई थाहा नै होला है जे पनि हुनसक्छ चिन्जान हुनसक्छ होइन त्यहाँबाट हेरेर चाहिँ है बत्तीको तारले अड्का रहेछ नि ओ माय गॉड मलाई बत्तीको तारले अड्काएको रहेछ हैन शिट म्यान तर जग त पुरै त्यो भए डिपिसी सिपिसी नन सौतारी र भिरेपी भन्ने कसुलाई बलिरहनु है तिमी पूर्णिमाको जुन चाहिँ याद हजुर सक्यो चिल्लै रेसम पिरिरी उडेर जाऊ किरामा भन्छन् रेसम पिरिरी यसले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेसम पिरिरी उडेर जाऊ किरामा भन्छन् रेसम पिरिरी उडेर जाऊ किरामा भन्छन् रेसम पिरिरी कुच्चीमा कुच्ची के भन्छ कुकुरालाई कुटीमा कुटी बिरालोलाई सुरी कुकुरलाई कुटीमा कुटी बिरालोलाई सुरी तिम्रो हाम्रो माया फेरि हो बाटोमा टुरी रेसम पिरिरी उडेर जाऊ किरामा भन्छन् रेसम पिरिरी उडेर जाऊ किरामा भन्छन् रेसम पिरिरी चलो अरू खोलाको त अब हामी आफै आउँछ अफ गर्नु नि चौतारी रवि ए खोलाबाट जाने हो नाइस केटा होला नाइस कर्णाली जस्तो भाइब छ यार कर्णाली यार त्यो उसको होला यार होइन बनझाँक्री होला माइक
गई पहिला क्रोकोडाइल हुन्थ्यो होला नि हाम्रो पार्टी बज्दै केटा सल्छ पार्टी बज्दै आँखा भन्ने हामीले मात्र गरिदिउँला म त तर यो अलिकति इनर्जेटिक भएन है गाइस झम्के गुलेली कलम ल्याउन मसिनै ल्याउन कलम ल्याउन मसिनै ल्याउन म लेख्छु कि लेख्दिन हो झम्के गुलेली म लेख्छु कि लेख्दिन हो झम्के गुलेली म लेख्छु कि लेख्दिन झम्के गुलेली लेख्दिन है झम्के गुलेली पटकरलाई देख्छु पटकरलाई देख्छु मलाई चाहिँ देख्दिन हो झम्के गुलेली यो तिमीलाई चाहिँ देख्दिन हो झम्के गुलेली यो डाँडो ए है काली त्यो डाँडो जोडिँदा कस्तो होला माया जाल तोडिँदा यो डाँडो र ए है काली जाल जोडिँदा कस्तो होला माया जाल तोडिँदा टुङटुङ कुकुर भुक्यो भने छ कि नभने मान्छेसँगै पुऱ्याउँछ हामीलाई यो गाइड जस्तो काम गाइडर द गाइडर म्यान गइएला ओ सेतु ए सेतु कालु 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 ल है बगाल मजा आउँछ है We are exploring. यो चाहियो फेरि सुजनजी लालाजी on the mic सुजनजी on the mic गिटारिस्ट सुजन यो काँडा होइन नि थाहा यो के हो केटा भन्यो भन्दा बुद्ध चित्त ल गाइस अब चाहिँ सबसे बेसमा आइयो होइन अब चाहिँ हाइक चाहिँ अब लास्टै सिधा गर्नुपर्ने हुन्छ होइन अब लास्टै ठाडो उकालो उक्लिनुपर्ने हुन्छ यहाँ मात्रै घट्छ जस्तो बेस्ट ट्याग हामी पानी खाएर निक्लेको अवस्था होइन गाइस अघि हात चाहिँ छोटो छ मेरो 1x मात्र भयो क्या मेरो क्यामेरामा 0.5 भइदियो यस्तो मजा आउँथ्यो गुराँसै फुल्यो केटा हो आज मलाई दौमडी पनि
बोलाइरहेको थिएँ तर म यतातिर च्यातिहालेँ दमडी नाइस काठको पुल गाइज Let's chill. Let's hang out. Finally, काफल भेटेको अवस्था छ है हामी चाहिँ काफल हन्टिङ हान्दैछौँ गाइजहरू चाहिँ त्यहाँ पिइरहेछन् होइन म चाहिँ यता छु हामी चाहिँ यता छौँ 3 जना 2 जना माथि म चाहिँ तल guys we are here. The destination is here. There's such a peaceful environment here. Now we are going to यही हो guys. डाँडा चाहिँ यही हो ल guys फाइनली आइपुग्यो ओहो भाडे त घोर्ले छ त अनि काफल घेरी कुटुकै भयो भुटुकै नाइस बोटैबाट काफल बोटैबाट टिपेर गाइस यही छ गाइस हेर्नु त एक्लाएर हेरौँ त गाइस हेरौँ त काफल त यार मिठो छ है मिठो काफल कलिलो ठन्डी महिना जाडो छ रातो निकाला चौरी परेछ बसो सुन्दरी जाडो छ रातो निकाला चौरी परेछ सोल्टिनीको त्यो रातो गालैमा लान्छु तिमीलाई यो आउने सालैमा हातैमा चुरा अनि औटी सजाइ वर्षै उमेरमा मै पनि जुकै हुँदो अहिले पो बुढा
Happy New Year to you. 2022 भोलिको धेरै धेरै ह्याप्पी न्यू इयर। पानी खाएर बोलाइरहेछ पानी खाएर बोलाएको गाइज हामी चाहिँ पुगेर आयौँ होइन त्यो ठाउँमा। अनिखेर लास्ट डे थकित भइरहेको छौँ होइन। आज चाहिँ मैले डे 5 मा चाहिँ आउटरो बनाउँदैछु होइन, किनकि लास्ट डे नै थकिरहेको थियो होइन। अनि हामी जोस रमाइलो अति नै मोबाइल छ होइन। अनिखेर डेन्जर ठाउँ छ होइन केटाहरूसँग हेर्नु भन्दाखेरि यो 2082देखि चाहिँ म पुरा रेगुलर चाहिँ यो युट्युबमा हल्का भिडियोहरू चाहिँ हाल्छु होइन। अलिकति एक्टिभ भएर क्या होइन, एक्टिभ भएर चाहिँ भिडियो हाल्छु होइन। सोच्दैछु हेरिदिनु भएकोमा धन्यवाद सबैलाई। अनिखेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला होइन। अनिखेर अर्कोचोटि अर्को ठाउँमा चाहिँ कहाँनिर जाने हो भनेर चाहिँ कमेन्ट गरिदिनु होला आशा गर्दछु। अनिखेर 25 चाहिँ यो भिडियोको लाइक एम राखौँ ल अहिले गाइस। र फेरि पनि अर्को भिडियोमा भेट्छु भन्दै बाई बाई।